What's up, beautiful people? Welcome back to my vlog again. I hope you guys are having amazing day. Happy Easter holiday सुरु हुन्छ भोलिबाट हैन अनि हामी स्टार सेलिब्रेट गर्न हामीले योपालि दशैंमा खसी काटेको थिएनौँ त्यही भएर हामी सिंगै खसी लिन जाँदैछौँ हामी अब यहाँदेखि फार्म जान्छौँ खसीको व्यवस्था गर्छौँ भयो भने के गर्न मिल्छ सबै गर्छौँ भुत्ला सुत्ला निकाल्ने गट गर्ने काट्दियो भने काटेर पनि ल्याउँछु नभए ओ माई गड हाम्रो 8-9 घण्टा काटेरै व्यवस्था हानेरै टाइम बित्छ तर लेट्स गो हामी अब जाउँ है त सी यू गाइज अब मेरो साथी आउँदैछ उसलाई भेटेर चट्ट टिएपी ताप हान्नुपर्छ है ल साथी हो हाम्रो साथी इज 2 मिनट्स अवे बेब आज तिम्रो काम कस्तो भयो हेक्टिक अब 4 दिन त आज कुछ तुफानी कर्तै होला नि छुट्टी 4 दिन ल गाइज हाम्रो साथीहरू आउँदैछ साथीहरूलाई कुरौँ अनि लागौँ है त ल हाम्रो साथी आइपुगेको छ है ल चढ मस्ती गर यस्तो इमर्जेन्सी बोलाएर यार के छ यार ल साथी हो भ्लगमा स्वागत गरौँ हाम्रो चेतन अनि देविका हामी के गर्दैछौँ अब हामी आज अब खसी स्टारको उपलक्ष्यमा दसैँमा मनाउँदैछौँ दसैँको शुभकामना मनाउँदैछौँ है ल लेट्स गो हाउ फार इज इट हाम्रो के रे मैले ट्याग हाल्न बिर्सेछु टोल भएको नत्र 12 मिनेट सक्छ हुन्थ्यो ठिकै छ 12 मिनटले के अब 4 दिन छुट्टी छ हामीसँग टाइम छ 1 घण्टा 26 मिनेटको ड्राइभ छ ल लेट्स गो खसी हामी आउँदैछौँ है बसिरख है ल हामी खसी लिने ठाउँ पुग्यौँ होइन उज्यालो थियो हामी निस्किँदाखेरि अब अँध्यारो भएको छौँ हामी कुन चाहिँ गाउँमा आइपुगेको छौँ तर हामी पुग्यौँ दसैँ लाग्यो ल गाइज हामी 1.5 घण्टा ड्राइभ गरेर हामी खसी पाउने ठाउँ पुग्यौँ किन्ने ठाउँ पुग्यौँ अनि हाम्रो ल हाम्रो साथीले खसी एक्सपर्टले खसी छानेको छ है अनि खतरा छ यो ठाउँ ब्युटिफुल खसी टक्क खसी त छान्यौँ अब काटकुट गरेर अब हामी निस्किन्छौँ खसी चाहिँ काट्दैन रहेछ छालावाला पाइनौँ योपालि किनभने हामी भोलि स्टोर बन्द छ त्यही भएर आजै हतार आएर लिएको त्यही भएर अब रात परिसक्यो त्यही भएर त्यो बनाउँदैन अरे त्यही भएर अब छाला बिना खानु पर्यो योपालि अनि हाम्रो साथीले हाम्रो यहाँ के हुँदैछ हौ यो रगतको लागि हाम्रो मासुहरू व्यवस्था हुँदैछ है हाम्रो यहाँ लेडिज ग्याङ ए कति रमाइलो भ्यू दामी यार तिमीहरूको गाडी खतरा आइरहेछ यार फोटोसोटो खिचा यार चेतनको वालपेपर हुन्छ ल अब सामानहरू लिएर आइटमहरू लिएर अब चल्दिउँ अब व्यवस्था हान्नुपर्छ लेट्स गो पुरै पिच डार्क भइसक्यो अझै यहाँ कटिङ सेरेमनी हुँदैछ यहाँ पछाडि तर मासु चाहिँ खाइन्छ आज खाइन्छ भोलि खाइन्छ थाहा छैन तर अब खाइन्छ चिसो भइरहेछ मैले तिमीलाई ज्याकेट ल्याऊ भनेको कति काम लाग्यो यहाँ तर अब हामी यहाँ छौँ प्लेनहरू उड्दैछ मजाले हामी साथीको गाडी दामी देखिरहेछ ल अब यो ट्याकडुक ट्याङडुङ सकाएर भेटौँला है साथी ल गाइज हाम्रो खसी प्याक भयो होइन त अन्धकारै भएको छ यहाँ अब हाल्दैन जाउँ अनि यहाँ दामी प्लेनहरू उडेको टक्क देख्दो रहेछ सरी यार आयन छालावाला परेन यो पालि तर नेक्स्ट टाइम दसैँ आउँदैछ त्यसको लागि ल गाइज हाम्रो खसीको व्यवस्था भयो होइन गाइजहरूलाई कस्तो लाग्यो यो ठाउँको सर्भिस दामी थियो है आएर यति राति आएर पनि
बुढाबुढी मिलेर डाङडुङ डाङडुङ हान्देर बिन प्लास्टिक थियो है अरू ठाउँमा दिँदैन नि फेसिलिटी थियो मजाको अनि रमाइलो भयो अनि अघि हामी आउँदाखेरि ओभर इन्ट्रेस्टिङ गफ गऱ्यौँ यार 1.5 घन्टा एआईकै गफ भयो हाम्रो गफको कन्क्लुजन चाहिँ के थियो अघिको देविका AI is a myth. मासु भात इज रियल एआई इज मिथ मासु भात इज रियल भनेर अब खसीको मासु भात खाने हो आज चाहिँ कार्य होला जस्तो छ भोलि खाइन्छ जस्तो छ ल गाइज अब हामी घरतिर लाग्छौँ ल सियु हामी फाइनली साथीकोमा पुग्यौँ अब सबै अनलोड गरौँ अब आज हामी के गर्ने यत्तिकै बिदाई गर्ने हो कि के छ अब साथीमा होइन नि कहाँ अब खाएर सेको त पोल्नु पर्यो सिकुवा पोल्ने 10 बज्न आँटेको छ यार कहाँ अनि अब 4 दिनको बिदा त रमाइलो गर्नु ए ल हामीसँग त टाइम छ नि त 4 दिनको बिदामा ल के हामीसँग हामी फुर्सदमा छौँ ल ठिकै छ ल गाइज अब हामी साथीले सेकुवा पोल्ने भन्दैछ अब रमाइलो गरौँ न ल लेट्सको सामानहरू लिएर भित्र छिरौँ भित्र छिरौँ ल गाइज अब छिटै भेटौँ ल ल हाम्रो महल बन्दैछ है यहाँ होइन त साथी अब त महल बन्दैछ यहाँ टक्क हाम्रो यहाँ बार्बिक्यू निस्किसकेको छ है हाम्रो यहाँ बार्बिक्यू निस्किसकेको छ त्यहाँ मासुहरू अब काटकुट हान्नुपर्छ होइन अब ठिकै छ जे जे गरिन्छ अब हेरौँ के हुन्छ खै ब्युटिफुल ए त्यो ब्लड हो यो ए भाइ साहब त फोक्सो रे त्यही भएर मुखै भङ्गाए ब्लड हो यो ल चेतन रात के 10:30 बजे डराङ गर्न त चाहिँ म्युजिक दिएन ब्लड पनि यससँगै मिक्स गर्यो छुट्टै ब्लड चाहिँ छुट्टै भएन ल गाइज हो अब हाम्रो त्यसै खसी त ल्याइयो मेन प्रेप अब सुरु हुँदैछ यहाँ रक्ती छ होइन रक्तीको व्यवस्था हान्दैछु अब यहाँ फोक्सो सोक्सो भाइटल अर्ग्यानहरू म गर्दैछु उसले चाहिँ पिस पार्दैछ होइन रक्तीको व्यवस्था गरौँ अब आज हामी रातिको 10 बजिरहेछ बार्बिक्यू गर्ने प्लानमा छ अब कति बज्छ अपडेट गर होला है गाइज सी यू ल गाइस म चाहिँ अदुवा लसुन ड्युटीमा परेको छु now we will go and see what the others are doing कहिलेसम्मको फ्रोजन हुन्छ ल गाइस के काटियो त हाम्रो अहिलेसम्म मासुको व्यवस्था हुँदैछ होइन उहाँको चाहिँ मासुको व्यवस्था हुँदैछ यहाँ भाइटल अर्ग्यानहरू भोलि हाम्रो ब्रेकफास्ट ब्रन्च हो चिउरासँग Oh my god. अनि हाम्रो यहाँ मासुको व्यवस्था हुँदैछ टक्कै यहाँ म काट्दैछु उसले चाहिँ ठुलो ठुलो पिस बनाउँदैछ ह्याप्पी दसैँ स्टारको उपलक्ष्यमा ह्याप्पी दसैँ जुलाई भन्थ्यो नि हामीले दसैँ इन अप्रिल बा जागर त हो यार हाम्रो है मासु भनेपछि त्यही भने यति बेला जगेर भाँडा माछ भनेकै म सुत्दिनँ लिटरली रातिको 11 बज्न आँटिरहेछ अनि हामी चाहिँ दमादम मासु काट्दैछौँ पकाएर खाना चाहिँ बाँकी नै छ सोच न भोलिको दिन हामी पुरै बचायो होइन तर भोलि दिन गयो थियो भोलि त मलाई सुत्ने बास खेल्ने मासु खाने भोलि त दसैँ हो टिका सिका लाउन पनि फरक पर्दैन ओ यार टिका लगाइदिउँ यार प्रेप गरेको हिसाबले त टिका लगाइदिँदा नि केही फरक पर्दैन वाट्सअप गाइज हाम्रो स्टारको उपलक्ष्यमा ह्याप्पी दसैँ मजाले चलिरहेछ मैले कलेजु फोक्सो काटेर यहाँ ह्याकुला टक्क काटेर रेडी छ यहाँ मासुहरू काटेर रेडी गरिसकेँ हाम्रो साथीले हड्डी हान्दैछ अनि मेरो बुढीले यहाँ सिक्वाको लागि व्यवस्था हान्दैछ है हामीले यो 6 बजी स्टार्ट गरेको थियौँ हाम्रो ट्रिप आजको 6 बजी स्टार्ट भएको थियो अहिले कति बजेको छ Oh, what a lucky time. It's 11:11. 11:11 ठ्याक्क लक्की टाइम है यो भनेको मेरो बुढीले सेकुवा बबाल पोल्छ अब हामी सेकुवा खान्छौँ मस्ती गर्छौँ यो काटकुट गरिसक्यो सेकुवा कस्तो हुन्छ हेर्दै गर्नु होला
मेरो बुढले यहाँ सेकुवा मजाले पोल्दै चाहिँ यस्तो खतरा म्यारिनेट गरेको छ कस्तो बास्ना त कतल आएको छ कतल हाम्रो चेतनको म्यारिनेसन फेरि चेतनको म्यारिनेसन इज के अरे दुई चम्ची के अरे एक मुठी 2 मुठी जिरा 1 मुठी धनिया 6वटा खुर्सानी सुकेको त्यसै अदुवा लसुन आफ्नो मर्जीको सिम्पल अनि नुन हाल्यो नि बुढी पनि आफ्नो मर्जीको ल मस्ती हुँदैछ यहाँ ओके गाइज इट्स 11:45 PM अनि हाम्रो यहाँ खसी काटेर सक्यो मेरो बुढीले सुक्खा बनाउँदैछ साथीहरूले चेतनले हान्दै यार खसी हामी कति बजी आइपुगेको थियौँ हामी त 9 भइसकेको थियो भइसकेको थियो 2 घन्टामा होइन बढी नै भइसकेको थियो हामी 9:45 बाट स्टार्ट गरेको 11 बजे 11:45 मा 9, 10, 11 2 घन्टामा फिनिसै हान्दिउँ ल अब हामी सेकुवा खान्छौँ चेतन अब हाम्रो खसीको व्यवस्था भयो अब खाना रमाइलो सुरु हाम्रो फर्स्ट लट अफ सेकुवा रेडी भएको छ है ट्राई गरौँ फ्लेभर चाम्रो भयो के हो यसको गर्नुपर्ने हो मेरो दाँतले पनि हो मेरो दाँत क्या मिठो ल गाइज चुम्मा भएको छ ल हामी सेकुवा खाँदै ओभर बबाल भएको छ सेकुवा अब हाम्रो आजको मेन हिरो के खाँदैछ हो साथी मुला पात आफ्नै बारीमा फालेको आम्मा पस्दिन्छ जे पनि हजमला भन्दा कडा हो मिठो हाम्रो अनि ए ल कतिको मिठो रहेछ देविका खाइदियो त बुढी तिमी पनि कस्तो रहेछ चाख्दै मिठो र आजको मेन हिरो जोसी नै हिरो मेन हिरो यता ए आज त म्यानेजमेन्ट टिम यता पो त म्यानेजमेन्ट टिम सुपरभाइजर राम्रो भयो भने काम कति सजिलो हुँदैछ देख्यौ ए काम गर्ने के सम्झियो अस्ति 5 जना केटाहरूले पनि 4 घण्टा लाग्यो एउटा खसी काट्न आज अर्गनाइजर राम्रो भएर सुपरभाइजर राम्रो भएर 2 घण्टामा चाटचुट पाक्यो त मासु हाम्रो मासुको फिडब्याक कस्तो छ त चेतन बृन्दाले बबाल म्यानेज गर्यो नपखालेको भयो अब भोलिको प्लान डिस्कस गरौँ न त के छ चेतन भोलिको प्लान भोलि हामीले क्याम्पिङ जसरी पनि हेर्नुपर्छ कुक गर्नुपर्छ भुटान खाइन्छ भोलि रगत राखिया छ रगत खाइन्छ तास खेलिन्छ अनि त्यसपछि ड्रिङ्क्स गरिन्छ अलि त्यतिमै भोलिको चाहिँ सकियो दसैँको माहौल दसैँको माहौल ल अनि पर्सि दिउँसो फेरि हिँडिन्छ क्याम्पिङतिर अब खोज्नुपर्छ भेटा छु मैले फ्रीहरू त तर आज देखिहाल्यो त नि लाइन लागेर क्याम्पिङ गर्ने मान्छेहरू गएको मैले एउटा कस्तो दामी तर हाम्रो इनफ होला दादा हो किनकि त्यहाँ स्पोर्ट नै तिम्रो 20-30 वटा छ अनि एउटा स्पोर्टमा किन भने 7वटा साइड 8वटा साइडमा लाग्यो लाइन हाल्यो कहाँ नोजीमा सेलको भन्दा तल मैले अब ल हाम्रो मिटिङ हुँदैछ हाम्रो भ्याकेसनहरू कसरी व्यवस्था हुने हो कसरी व्यवस्था भन्दा नि हामी कसरी हाम्रो इस्टरको उपलक्ष्यमा ह्याप्पी दसैँ सेलिब्रेट गर्ने तरिकाहरू खोज्दैछौँ लेट्स सी हामी अब भोलिसम्म के हुन्छ अब सुतेकै छैनौँ भोलिको कुरा गर्न थालिसक्यौँ भोलि त भइसक्यो सोधेनौँ ल गाइस सी यू ल गाइज वी आर कलिङ टु नाइट आजको हाम्रो दिन इट्स कति बज्यो इट्स 1:37 होइन
It's 1:37 AM and we are calling it for tonight. आजको हाम्रो दसैँ सेलिब्रेसन आजको लागि होइन हिजोको लागि सक्यो अब आजको लागि उठेर गर होला है See you guys. Good night. ल गाइज वेलकम ब्याक होइन अब वी आर ब्याक अगेन एट चेतन्स प्लेस होइन धन्यवाद यार साथी हामीलाई यस्तो बबाल हिजो होस्ट गरिदेऊ सेकुवा मासुको व्यवस्था यार मेरो त गिजै सुन्यो अब आज चाहिँ हो भोज हिजो त उयो थियो होइन हिजो के थियो हिजो मार हान्ने दिन आज चाहिँ भोज हो अब भोजमा आज भव्य हुनेछ है ए आज त यार अपरेसन गर्नुपर्ने छ यार आन्द्रा बुढीको ल गाइज आजको दिन धेरै रमाइलो हुनेछ अपरेसन भोज स्टे ट्युन्ड है स्टे ट्युन्ड ल सी यू ल गाइज हाम्रो यहाँ दसैँको व्यवस्था हुँदैछ आज राति हाम्रो भोज छ अनि हामी यहाँ आन्द्रा भुँडीको अपरेसन गर्दैछौँ भोजको लागि ओहो लौ न ए बाबा निस्किएर सफा हुँदैछ यार त्यसले अड्किरहेछ क्या त्यहाँ ल गाइज हाम्रो अपरेसन फाइनली सकेर मनमाया दाइ गऱ्यो अब हाम्रो साथी नुहाउन गइरहेछ अनि यहाँ पानी तात्यो तर हाम्रो सबै व्यवस्था भइसक्यो अब आन्द्रा हाल्न बाँकी छ अनि सही हो मस्ती गर्नुपर्छ अब के गर्ने हो साथी हो ल हाम्रो यहाँ ठुलो आन्द्राको यहाँ व्यवस्था हुँदैछ हाम्रो सानो आन्द्राको यहाँ चटचट भइसक्यो अब भुट्न बाँकी छ अब काटकुट गरेर व्यवस्था हाल्नुमा हेलो गाइज हाम्रो स्टार सेलिब्रेसन हुँदैछ मिस्टर प्रसन्ना हियर ल गाइज अघिसम्म हाम्रो अपरेसन हुँदै थियो होइन अपरेसन भएर यहाँ सक्सेसफुल भइसकेको छ है अपरेसन अब यसलाई भुटभाट भाट भिट गरेर टक्क चिउरासँग टक्कल यहाँनिर अपरेसन पछि यहाँ ड्रेसिङ हुँदैछ अब यहाँ यो सकेर अब भेट्नु पर्छ ल गाइज खाने बेलामा यहाँनिर हाम्रो चेतनजी के छ त के रोल निभाइराखेको छ त आफ्नो यो काम जहाँ गयो भने यही हो मैले माझेको भाडाहरू लाइन लाग्ने भए नेपाल पुग्थ्यो होला भाडा माझियो जिन्दगीमा नसकिने भएर यो त झन् खतरा हो त सेफ पनि भाँडा पनि हान्ने दुइटै हान्ने यो सेफ त मेरो बुढी हो उता त्यो हेर न ए उता हो म त भाडा माझ्छु ल देविका के हुँदैछ त यहाँ सेफ हो अरे त तिमी स्यालेड बन्दैछ कुन स्यालेड हो ल ग्रिन एप्पल र स्यालेड ला सलाद हो के छ यसमा धनियाँ जिरा सिरा पनि पर्छ कि क्या हो पर्नु परेन यसमा त चट्ट सेसमी सिड हाल्ने हो हैन नट्स हाल्ने हो अनि त्यस पछाडि चट्ट खाने हो त्यो जुमिन चाहिँ केले गर्ने ल गाइज हाम्रो भ्लगमा नयाँ आवाज सुनिराख्नु भएको छ होला होइन लेट्स वेलकम हाम्रो मेलबोर्नको चल्ता फिर्ता टिकटकर ब्लगर होइन इन्टरनेसनली वेल रिनाउन्ड भास्कर हेलो गाइज म भास्कर भास्कर वेलकम टु माई ब्लग अब आउँदै गर्नुपर्छ मजाले थ्याङ्क यू इट्स माई गोल्डन अपर्च्युनिटी है प्रसन्नको भ्लगमा आउनु पाए एकदम खुसी लागेको छ सो आज अब मोमेन्ट हामी रमाइलो लाग्छ आज त बल्ल सुरु हो भोलि क्याम्पिङ जाने खोज्यो त क्याम्पिङ के हुँदैछ खोजिरहेको छु यार म एकदम लाइभ भइरहेको छु बिहानदेखि त्यही गरिरहेको छु मैले भोलि केही नभन्नु नि घर बाहिर टेन्ट हालेर चाहिँ सुत्नुपर्छ है केही काम केही भएन भने पनि आज रातिबाटै टेन्ट लगाऊँ होला अब प्लान भएन भने ल गाइज अब हामी यो व्यवस्था हान्छौँ अनि हाम्रो इस्टरको उपलक्ष्यमा दसैँ तास खेलेर रमाउँछौँ है ल सी यू गाइज त्यहाँ मसला चाहिँ आयो त्यो मसला निकाल्नु
हस्बैंड का वाइफ कुकिङ है सेफ र सुसेफ दुवैजनाको आज पुरा मेहनत लागिरहेको छ बवालै पाग्ला जस्तो छ थाहा भइसक्यो कलरहरुमा आउनु यहाँ गाइज ल अब है ल लगभग फाइनल्ली हुँदैछ है हेर त ल कलर चेन्ज ल प्रसन्न कलर हेर्नु सेफ सेफ चेतन चल्दो छैन अस्ति त्यो नुन चाहिँ धेरै हाल्नु के छ चेतन अनि कस्तो भइरहेछ त त्यो भित्रैबाट सेटिस्फ्याक्सन भइरहेछ किन तिमीलाई यो आज पकाउँदाखेरि के भइरहेछ के कमी भयो जस्तो लागिरहेछ केमा मासुमा कि तिम्रो त्यो मसलामा कि त्यो के सबै आइरहेको क्लोज क्लोज छ सबै अँ अलिकति लास्ट अब 10 मिनट फुटेपछि फाइनल द्याट्स इट भुट्न त लास्टै भुट्न पर्दो रहेछ त यो त यार अघिदेखि ननस्टप भयो लगभग हाफ एन आवर भयो उसले भुटै छ यार के हो यो भुटन भन्नु यही भुट्या यो भुट्या भुट्दै गरे भयो है त्यस्तो लाग्यो मलाई है त ठिकै छ हेरौँ स्वाद कहाँसम्म आउँछ हामी फेरि छिटै भेट्नेछौँ अनि के छ यसको तिमीसँग नस्टाल्जिक मेमोरीहरू छ भन्छौ पास्टमा होइन मेरो बच्चैदेखि हजुरआमाहरूले बनाएको यो मासुको पाराले अहिलेसम्म मेरो नाकले सुनेरै भइदिन्छ त्यही त अनि यो भुटन बनाउने अब यो बाख्रा काट्ने यताउति भन्दाखेरि तिमी एकदम एक्साइटेड हुन्छौ तिम्रो इनर्जी नेक्स्ट लेभलमा जान्छ होइन यो देख्दाखेरि पनि सायद मैले पुरानो कुराहरू मिस गरेर भएर चाहिँ आफ्नो मेमोरीहरू यादहरूलाई फेरि फ्रेस गराउने ताजा गराउने क्रममा खसीहरू बेला बेला मौसम काटिरहेको हुन्छ तर त्यो इनर्जी पुरै देखिन्छ क्या यो हेर गाइज यार ओ माई गड यो हेर अघिको अब भिडियो पनि छ होइन अब यो भुटन यो लेभलमा भइरहेछ क्या त्यो मान्छेको हुन्छ नि अलिकति त्यो चिजसँग एट्याचमेन्ट भएर त्यो भित्रैबाट त्यो कुकिङ भन्छ नि कुकिङ भित्रैबाटै आउनुपर्छ भन्छ नि एक्ज्याक्टली कुकिङ चाहिँ आउनुपर्छ नसा नसा फिल हुनुपर्छ त्यो फिल भएपछि चाहिँ बल्ल टक्क प्लेटमा आउँछ अरे क्या टेस्ट यो नुन नापेर खुर्सानी नापेर हाल्ने चलन छ नि त्यसरी मिठो खाना बन्दैन खाना बन्छ मिठो बन्दैन हो खाना भन्ने कुरो चाहिँ दिलबाट फिल हातबाट माया हो आँखाबाट हेर्ने तरिकाले चाहिँ बन्छ होइन त्यो मैले थाहा पाइसकेँ अघि तिमीले नुन हाल्ने तरिका छ नि यति स्पुन हाल्ने भन्दा पनि तिमीलाई भित्रबाट सेटिस्फ्याक्सन नहुँदासम्म तिमी चाहिँ हाल्यौ क्या त्यसको त्यही छु चर्को नहोस् है चर्को नहोस् के भइरहेछ यहाँ हाम्रो सेफ चेतनसँग चाहिँ अलिकति कुराहरू किन कालै भयो त मुखमा कालै बनायो त्यसको रिफ्लेक्ट गरे होला हाम्रो माल रेडी भइसकेको छ बबाले हो यो फेरि सितनको लागि त बबाले हो नि रक्सीको लागि रक्सीसँग त त्यो त खिच्छ कि त्यो भन्दा माल चाहिँ फेरि यहाँ छ है यो बन्दाकोपी काटेर चाहिँ राखेको छ के हो यो बन्दा ग्रिन एप्पल अँ little bit of sliced red onion अनि यसको ड्रेसिङ सेसमी ड्रेसिङ जान्छ सेसिमी ड्रेसिङ बनाएर अँ के आयो यार त्यही भयो अनि फेरि यहाँ बारीको साग एहे गाइस बारीको साग अब यहाँ फेरि यो स्यालेड त भइहाल्यो है स्यालेड हामी फेरि फाइबर बिना केही खाँदैनौँ नि प्रोटिन इज इम्पोर्टेन्ट तर फाइबर इज मोर इम्पोर्टेन्ट देन प्रोटिन है अब यो भयो यहाँ बारीको साग होइन अनि चट्ट यो पनि हाउ क्यान वी मिस दिस ओहो टमाटर फेरि यो बारीकै टमाटर हो यो अलिकति अरू पाक्न बाँकी छ के छ हाम्रो बारी पनि देखाइन्छ कि हामीले बारी देखाइदिनु गएर बारीमा अब हाम्रो त्यो आज अपरेसन गरेको त्यहाँ मल छरिरहेको छौँ अलिक देखाउँदा गाह्रो होला है केही फरक नपर्ला हो सफा भइसक्यो बारी हेर्दैनौ पुरै सफा गरेर गाइजहरूको यो एक्साइटमेन्ट देखेर होइन अब आज खत्रै होला जस्तो लागिरहेछ आज त यहाँ फेरि डिपिएल हुन्छ है डिपिएल डिपिएल के हो दसैँ प्रिमियर लिग त्यही हो अब हाम्रो लागि दसैँ भने साथीभाइ जति बेला भेट्यो त्यही नै हो दसैँ हाम्रो लागि गाइस दसैँ भने सबैजना साथीभाइ भेट्ने टक्क नाकमा चाहिँ त्यो खसीको मासुको स्मेल आउनु पर्यो भुटुवा हुनु पर्यो अनि रक्सी हुनु पर्यो साथीभाइ होइन इपिएल ला के हो त्यही हो अब यहाँ इस्टर भन्यो भने जेसुकै भन्यो भने हाम्रो लागि चाहिँ अब दसैँ नै हो यो
मासु मासुको बास्ना आएपछि त म ह्याप्पी दसैँ भनेर स्ट्याटस हाल्दै पहिला फेसबुकमा थाहा छ अनि ल त्यस्तो हो कि ठिकै छ तर अब यहाँ हेर्नु न ए त्यो नदेखाऊ यार त्यो नदेखाऊ यार खाना कुद्नु भएको मान्छेहरू मजाले कोरिएन्डर लिएर हाल्दैछु धेरै काम गर्नु भएर बारीको फ्रेस ल टिप्न जाउँ न त सबैले हाल्छ पर्खै हाम्रो बारी यहाँ फेरि खोर्सानी हेर्नु न खोर्सानी मारिरहेछ यहाँ खोर्सानीले डेड हो डेड खोर्सानी चिम्टाले टिप्न आँटे क्या हो औ साथी कोरिएन्डर ए कोरिएन्डर हन्टे अनि यहाँ अपरेसन किनारहरू यताउति आउला नै ख्याल गरे ओइ ओ ल होम मिनिस्टर चम्किसक्यो भित्रबाट धनियाँ टिप्दै कैँचीले सुँगेरै थाहा पाइदियो यार धनियाँ काट्दैछ भनेर किचनले किन यति साह्रो पुरै नाइफ साइड लिएर आएको छ कोरिएन्डर निकाल्नलाई भनेर भित्रबाट रहेछ नि त कसरी खोल्या त नि ढोका यार तर्सानी यति त यो के हो यो यिनीहरू चाहिँ के हो त्यो मकै हो राजा अनि ए, त्यो मकै। मुला छ यहाँ यी सागहरू त्यही गान्ठे मुला हो अनि यो टमाटर यहाँ भइहाल्यो खोर्सानी भाटा सही हो ल गाइज अब हाम्रो आफ्नै बारीको धनियाँ धनियाँ हालेर के छ हामीले नै काटेको खसीको बुटन खाने भएको छ के छ अनि उता पाकिरहेको छ एक्साइटमेन्ट के छ बहिनी एक्साइटमेन्ट कतिको भइरहेछ दसैँमा टक्क मासुको बास्ना आइरहेछ रयल भइरहेछ यतापट्टि चाहिँ अब जमाना फेरि यो साइली भनेर भन्थ्यो होइन जमानामा हाम्रो बाहरू तास खेल्ने मम्मीहरू किचनमा बनाउँथ्यो होइन अब यहाँ चाहिँ हालिदेऊ न वाट एभर क्या अब यहाँनिर बसेर बहिनी थोरै खाएछ ल गाइज हाम्रो बुटन रेडी भएको छ हाम्रो भोज खाने बेला भयो अनि हामी तास खेल्दैछौँ हाम्रो दसैँ प्रिमियर लिग सुरु भइसकेको छ तर हाम्रो लन्च ब्रेक भएको छ यहाँ बुटन स्यालेड थ्याङ्क यू यार चेतन एन्ड देविका पर्खै थ्याङ्क यू यार चेतन एन्ड देविका के काट्स के गर्नु पर्यो भन नि त फोकसै ए पर्ख ल हाम्रो डिपिएल सुरु हुँदैछ सही हो ल अब डाङडुङ खाइदिउँ अनि तास खेल्न थालौँ है अहिलेसम्म यति धेरै खेलिसकेँ मैले एक हात जितेको छुइनँ हिस्ट्री चेन्ज हुन्छ भनेको थियो अहिलेसम्म चेन्ज भएको छैन है कहिले जित्दिनँ म ठिकै छ खेलिदिउँ अब ल गाइज हाम्रो भोज सकेको छ अनि हाम्रो यहाँ भोज सकेर हाम्रो तास कन्टिन्यू भइरहेछ अनि भोलिको डिस्कसन के भयो त हाम्रो भोलिको डिस्कसन हामी कुपर्स क्याम्पग्राउन्ड क्याम्पिङ जाने भयौँ होइन त गाइजहरू रेडी हो हाम्रो भोज सक्यो होइन अब हाम्रो यही हो